साँझको 7 बजिसकेको थियो। हामी बुटोलबाट हिँड्यौँ र पाल्पाको बाटो एकदमै घुमौरो र अलिअलि बिग्रेको पनि थियो। त्यसैले हामी एकअर्कामा अन्ताक्षरी गीत गाउँदै हिँडिरहेका छौँ। मदानीमा घिउ उनै आयो ल ऊ कालीमा पछि पछि ओरालीमा अघि अघि यो केटी के भएको पछौरी दार्जिलिङ गोरे लामसाइले पिरती 2 दिन बाँचुन्जेल। यतिकैमा हामीले बाटोमा एकजना भूत भेटायौँ। एकजना भूत है, उहाँ हामीलाई हेर्दै हुनुहुन्छ। अहिले चाहिँ रातिको 12:30 भएको छ है। हामी चाहिँ पोखराको चाहिँ तालबराई मन्दिर घुमिरहेको छौँ। 12:30 वाह, पोखरा नाइट भ्यू है, फेवाताल पोखरा। त्यतिकैमा हामीले हिजोको रात पोखरामै बितायौँ र बिहानी पख पुम्दीकोट गएर दर्शन गर्ने प्लान गऱ्यौँ। त्यसैले हामी जाँदैछौँ र हामी बाटोमा राम्रो राम्रो भ्यूहरू हेर्दै गयौँ, हिमालहरू हेर्दै गयौँ पुम्दीकोटको दर्शन गर्नको लागि। अनि हामी पुम्दीकोट पुगिसकेका थियौँ। यतिकैमा मन्दिर हेऱ्यौँ, घुम्यौँ। यतिकैमा मैले एउटा भिडियो बनाउन नि पुगेँ, यसो हल्का है। यतिकैमा मैले निस्किँदाको यस्तो भिडियो बनाएँ खाजा खाने टाइममा। र यतिकैमा हामी भ्यू हेर्दै रमाउँदै एकअर्कामा हाँस्दै पुम्दीकोटबाट ओह्रालो लाग्न थालेका थियौँ। ओह्रालो लाग्दै गर्दा अलिक बाटो सानो र साँघुरो रहेछ। हामी बिस्तारै पोखरातिर लाग्यौँ र बाटोमा सब सुतिरहेका थिए। गाडीमा मस्त आफ्नै धुनमा सुतिरहेका थिए र हामी लेक साइड गयौँ। लेक साइडतिर पनि यसो घुम्यौँ। त्यसपछि हामी घान्द्रुकको बाटो रोज्यौँ र हामी अघि बढ्दैछौँ। बाटोमा एउटा राम्रो झरना पनि देखियो, झरना पनि हेऱ्यौँ। त्यसपछि हामी एउटा खोलाको किनारै किनार भएर, अनि यो अप्ठ्यारो बाटो, यो बुढो बुवा हिँड्दै हुनुहुन्थ्यो, घान्द्रुकको बाटो हिँडिरहेका छौँ हामी। हामीले हाम्रो गाडी चाहिँ त्यो खोला पारी नै राख्यौँ र एकजना दाइको गाडीमा हामीले रिजर्भ गरेर घान्द्रुक जाँदैछौँ, जहाँ अफ रोड थियो। हाम्रो गाडी जान नसक्ने हुँदा हामीले गाडी चाहिँ त्यहीँ राख्यौँ र हल्लिँदै हल्लिँदै, कोही सुत्दै त कोही आँखा छोप्दै हामी यो अफ रोडको बाटो हिँडिरहेका छौँ। र हामी फाइनली गाडीबाट झर्यौँ। त्यसपछि हामी लगभग आधी घन्टा 45 मिनटको पैदल यात्रा गर्नुपर्ने थियो। त्यसपछि हाम्रो डाक्टर प्रदीप कुमार श्रीवास्तव पैदल गरिराख्नु भएको छ। त्यसपछि हामी वे टु घान्द्रुकको बाटो, यो सिडीको बाटो हुँदै अगाडि बढिरहेका छौँ। कसैले काँधमा भारी बोकेको छ त कसैले हातमा। उकालो बाटो सुई सुई गर्दै बिस्तारै हिँडिरहेका छौँ। हामीले घान्द्रुक पुग्न छ, त्यसैले बिस्तारै आराम गर्दै बस्दै हिँड्दै बस्दै हिँड्दै गरेर आइरहेका छौँ। त्यो घान्द्रुकको त्यो घर पनि देखिसकेको छ। हामी थोरै बाटो मात्रै चढ्न बाँकी छ। यो पुरानो जमानाको एउटा घट्ट, पानी घट्ट रहेछ यहाँ, त्यो पनि हेऱ्यौँ। त्यसपछि फेरि उकालो लाग्यौँ। खुट्टा दुख्यो भनिराखेकी छिन्। अनि हामीले इभिनिङ भ्यू पनि हेऱ्यौँ। त्यहाँ गएर एउटा होटलमा बस्यौँ
बेलुकी पख बारबिक्यू गर्ने प्लानिङ भयो। बारबिक्यू गऱ्यौँ। त्यसपछि हामी बिहानी मर्निङ भ्यू हेर्दै हामी गुम्बातिर लाग्यौँ। जाँदैछौँ। हामी गुम्बामा गएर रमाइलो गर्ने, गुम्बा हेर्ने, ड्रेस लगाउने प्लान लिएर हामी जाँदैछौँ। हामी गुम्बा नजिकैको घरतिर पुगिसकेका छौँ। हामी लगभग करिब पुग्नै लागेका छौँ। बाटोमा डाक्टरले पनि भिडियो गरिराख्नु भएको छ, फोटो खिच्दै हुनुहुन्छ। त्यतिकैमा हामी गुम्बामा पनि पुग्यौँ। धेरै मान्छेहरू चाहिँ आफ्नो ड्रेस लगाएर कसैले भिडियो बनाइराख्नु भएको थियो त कसैले फोटो खिच्दै हुनुहुन्थ्यो। त्यतिकैमा हामी पनि अलमल्ल पर्यौँ यो फोटो खिच्ने, भिडियो आउनको लागि। त्यहाँ पुरानो डोको, बन्दुक, हरेक कुरा पुरानो जमानाको राखिएको थियो। त्यहाँ हेर्न त पाइने थिएन, तर पनि हामी ड्रेस लगाउन त्यहीँ भित्र जाने हुँदा मैले भिडियो गरेँ। त्यतिकैमा मैले एउटा भिडियो पनि बनाएँ मेरी उनीसँग। अनि अरू फोटो खिच्दैमा बिजी छन्। मैले फेरि आफ्नो क्लिक लिएँ एउटा। ड्रेस राम्रो देखेको थियो या थिएन, तर लगाउन जरुरत चाहिँ थियो त्यहाँ गइसकेपछि। अनि हाम्रो मिसहरू डान्स गर्नको लागि चाहिँ रेडी हुनुहुन्थ्यो। गान्द्रुकको डाँडै डाँडाको हिरोको बस्ती भन्नेवाला गीत थियो है, कन्फ्युज नहुनु होला। कस्तो राम्रो मिलेको डान्स है, वाउ। अनि त्यतिकैमा हामीले रमाइलो गऱ्यौँ, त्यहाँ बस्यौँ। अनि हामी फर्किने क्रममा चाहिँ एउटा बसमा चढ्यौँ। हामी यो गान्द्रुकको घरहरूलाई चाहिँ बाई बाई गर्दै हामी बस मार्फत त्यतिकैमा हामी गान्द्रुकबाट अफरोड हुँदै हामी मेन रोडमा आयौँ। त्यसपछि अहिले हामी पोखराको नजिकै फेदी भन्ने ठाउँमा पुगेका छौँ। हामी लगभग एकछिनमा पोखरा पुग्नेछौँ। हाम्रो यात्रा निरन्तर नै छ। गान्द्रुकमा 1 नाइट बस्यौँ, रमाइलो गऱ्यौँ। त्यसपछि दिउँसोको 4 बजे हिँडेका थियौँ पोखराबाट। बेलुकाको 8 बजे हामी फाइनल्ली फेरि आफ्नो ठाउँमा बुटोल पुग्यौँ।